दामी जोडी छ कि यार अब के भन्ने भिडियो बनाउँदै हिँड्ने हो नाइस 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 कपाल गाइस पोखरा भ्याली यहाँ चाहिँ बबाल देखिँदो रहेछ हाम्रो तलको पार्क हो यो चाहिँ हाम्रो सर्वे गर्ने ठाउँ बबाल छ हाम्रो केटाहरू यहाँ मिरर यहाँदेखि त्यो पोखरा लेखेको सम्ममा चाहिँ के गर्ने अब यहाँबाट पोखरा भ्याली चाहिँ बबाल देखिँदो रहेछ पोखरा भ्याली बबाल देखिँदो रहेछ रेडी भइसकेको छ अब हामी चाहिँ खाजा खाने हो त्यही हो यता चाहिँ श्री डोस केटाहरू दुध चुस्दै हो नि अहिलेसम्म केटाहरू रमाइलो गर ल ल दियो दियो केटाहरू खेलिरहन् ठिक छ बालपनको यादहरू दिलाइरहन् के आज त चिल हान्ने के त यहाँ चाहिँ तर डाँडा खत्रै रहेछ बबाल छ अब चाहिँ हामीले यहाँ चाहिँ सर्वे गर्ने हो यहाँ माथि डाँडोमा एउटा यस्तो रहेछ तपाईहरुले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ सुरेश सापकोटामा हजुर म एकदम सिंगल भन्न त मिलेन त्यही पनि म बोल्न तयार छु आउनु बोलौं रमाइलो गरौं ल ठीक छ है मलाई यसो रिक्वेस्ट पठाउनु मन छ भने सुशीलमा सुशील पटेल इन्स्टामा सुशील पटेल उले चाहिँ ब्रेकअप आली दिन्छ म चाहिँ एकदम सुशील म लोयल अनि अरु कतिर आउनु हुन्न त्यस्तो हुन्न त्यो ल गाइस म चाहिँ तपाईहरुलाई एउटा कुरा भन्छु हामीसित चाहिँ दुईजना केटाहरु एभाइलेबल छ कि विज्ञापन गरिहाल्नु हाम्रो दुईजनाको डिस्क्रिप्सनमा नम्बर छोड्दिन्छौँ त्यो चाहिँ ढुक्क फलो गरौँ उनलाई पनि सब्स्क्राइब रिक्वेस्ट पठाइदिनु होला कही 12 बज्न लागेछ हाम्रो चाहिँ यहाँ चाहिँ के भन्छ अरे स्टेसन सेट गर्नको लागि चाहिँ टेप टानिरह अनि पेक गाडिरह यता गाइसहरू छन् हाम्रो केटाहरू हामी चाहिँ यता हाम्रो चाहिँ चापी ओड्के भरि गाइसहरू काफी देखिएको चाहिँ छैन देखिए हैन हजुर तालमा हानिरहन तीर चला जस्तो भइराछ त्यो गुड मर्निङ एभ्रीवन यति बेला चाहिँ ठ्याक्क 6:30 भएको गाइसहरू आज चाहिँ सर्वे क्याम्पको डे 2 को लागि चाहिँ रेडी भइसकेको छ हाम्रो टाइम रहेको छ हामी चाहिँ 7 मा चाहिँ बसमा जाने हौं अब चाहिँ हामी चाहिँ नास्ता खाने हौं गाइसहरू आजको डे 2 मा चाहिँ पहिलो फिल्डमा गएर चाहिँ रेकी गर्ने त्यसपछि आज चाहिँ हामी ट्राभल्सको काम गर्छौँ गाइसहरू हामी चाहिँ मेटलाङ गएर भेट्छौँ आजको सकेसम्म चाहिँ भिडियो सर्ट भिडियो क्लिपहरू चाहिँ मैले चाहिँ पोसिबल भएसम्म चाहिँ लिन ट्राई गर्छु लेट्स सी गाइड के हुन्छ है गाइस अब फिल्ममा गएर भेट्छौँ रेडी भइसकेको छ अब हामी चाहिँ खाजा खाने हो त्यही हो यता चाहिँ श्री डोस यता केटाहरू खाजा खाइरह अब खानु यसहरू आइसोलेसनमा राखेछ हामीलाई भन्न एकदम टाइट पुराउनुको बेला आजको दिन चाहिँ हामी सर्वे क्याम्प डे 2 को लागि चाहिँ पोखरा लेक साइडदेखि मितलाङतिर लाग्दैनौँ गाइजहरू बसमा अब अरू त देखाउन त्यस्तै भयो पछाडि देखाउन पाइयो देखा न सरहरू छन् किन्न पाउनेहरू देखा देखाए केही हुन्न छोड्यो ल है गाइस हामी आइसक्यौँ अब चाहिँ हाम्रो चाहिँ यो उस गर्ने ठाउँ चाहिँ यो सर्वे गर्ने ठाउँ चाहिँ यो क्या हो यता भिरालो ठाउँ छ अब यता चाहिँ यतातिर चाहिँ हाम्रो पार्क टाइपको हो अनि त्यही हो हामी चाहिँ यता छौँ यता चाहिँ जङ्गल नै रहेछ सर्लक्क लागेर यहाँ चाहिँ सब हाम्रो स्टुडेन्टहरू छन् त्यही हो ढुक्क डोस ढुक्क हामीले काम गर्ने ठाउँ यही हो है यही हो काम गर्ने ए यार केटाहरू यता छौँ के दोस्त यार ढुक्क हो न हेलो गाइस यो चाहिँ हामीले के गर्ने ठाउँ हो र ल सर्वे गर्ने त होइन होला नि यार यो त मनोरञ्जन हो चाहिँ रमाइलो गर्ने ठाउँ हो बच्चाहरू खेलिरहन् कति वर्ष भयो केटाहरू दुध चुस्दै हो नि अहिलेसम्म रमाइलो गर केटाहरू रमाइलो गर ल ल दियो हाम्रो पार्कै केटाहरू यो केटाहरू खेलिरहन् ठिक छ ल है त गाइस हामी फेरि भेटौँला भाइ बालपनको यादहरू दिलाइरहन् के आज त चिल हान्ने के त यहाँ चाहिँ तर डाँडा खत्रै रहेछ बबाल छ अब चाहिँ हामीले यहाँ चाहिँ सर्वे गर्ने हो यहाँ माथि डाँडोमा एउटा यस्तो रहेछ ओइ हेलो सर ओइ इन्जिनियर साहब के छ ठीक छ हजुर
केही भनिदिनुहोस् न त आज तपाईँ कहाँ आउनुभएको कहाँ हो यो त मलाई पनि थाहा छैन भर्खरै हामी चाहिँ मेटलाङ आइसक्यौँ गाइज हाम्रो चाहिँ यो सर्वे गर्ने ठाउँ सर्वेको क्याप्टेन चाहिँ मैले उनलाई यहाँ के गर्न आएको हामी चाहिँ यहाँ सर्वे गर्न सर्वे गर्न आएको हजुर तर क्याप्टेन चाहिँ होइन हाम्रो क्याप्टेन चाहिँ अलि धेरै बर्बर बोलाउने हो म चाहिँ एकदम सोझो सादा तपाईँहरूले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ सुरेश सापकोटामा हजुर म एकदम सिङ्गल भन्न त मिलेन त्यही पनि म बोल्न तयार छु आउनुहोस् बोलौँ रमाइलो गरौँ ल ठिक भनिछु है मलाई यसो रिक्वेस्ट पठाउनु मन छ भने सुशीलमा सुशील पटेल इन्स्टामा सुशील पटेल उसले चाहिँ ब्रेकअप हालिदिन्छ म चाहिँ एकदम अनि अरू कुन हुन्छ सोसियल मिडिया अरू सोसियल मिडियामा म छैन अनि फेसबुकमा नि खासै एक्टिभ त छैन वाट्सएपतिर आउनुहुन्छ भने नम्बर छोडिदिन्छु डिस्क्रिप्सनमा तीन-चारवटालाई धोका दिइसकेको अर्को भला गरे त यदि तपाईँ फस्न चाहनुहुन्न भने मतिर आउनुहोस् ल गाइज म चाहिँ तपाईँहरूलाई एउटा कुरा भन्छु हामीसित चाहिँ दुईजना केटाहरू एभाइलेबल छ कि विज्ञापन गरिरहेको हाम्रो दुईजनाको डिस्क्रिप्सनमा नम्बर छोडिदिन्छौँ त्यो चाहिँ ढुक्क फलो गरौँ उनलाई पनि सब्सक्राइब रिक्वेस्ट बढाइदिनु होला अनि बोयफ्रेन्डलाई आइडी चलाउँछ भने हामीलाई वाट्सएप गर्दा नि हुन्छ क्या केही हुन्न ठिक छ ल हामी पार्ट टाइम बोयफ्रेन्डको काम पनि गर्छौँ अनि हामीलाई दिलमा नराखी फेफ्रामा राख्नु हामी एडजस्ट हुन्छौँ ल अरू तपाईँहरूलाई मन पर्छ भने यो दुईजनालाई चाहिँ यसो हेरिदिनु होला लाइक गर्नु होला अनि म चाहिँ कन्ट्याक्ट गर्छु हेर्ने कुरा हुँदैन कि ल सिधै डिएम गर्ने हो डाइरेक्ट मेसेज ल बाई 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 डाइरेक्ट मेसेज गर्नु होला हामी चाहिँ रेकी गर्ने जाँदै हम हातमा कपी कस्तो राम्रो फुल है कस्तो राम्रो रेकी गरियो हामी गाइस यता सबले फिल्ड भिजिट हान्दैछन् कता तल आउँदैछन् कि हामी चिलमा हामी यता कि केटाहरूको आउँदैछन् हाम्रो ग्रुप त यही हो अब के भन्ने के बोलिन म गाइस फिल्ड भिजिट गर्न लगाएको पहिलोचोटि हो त्यही भएर अब एक्सपिरियन्स अलि भएन कि यता सञ्जीव छन् यताहरू यता भिजिट हानिरहन् अब त्यही हो यता चाहिँ माथि यहाँ बिल्डिङ छ हामी चाहिँ यो पोखरा लेखेको ठाउँदेखि त्यो एउटा मिरर छ हो त्यहाँदेखि तलसम्म चाहिँ हामी चाहिँ रेकी गर्ने हो तर त्यहाँ तल पोखरा चाहिँ भ्याली बबाल रहेछ गाइस पोखरा भ्याली यहाँ चाहिँ बबाल देखिँदो रहेछ हाम्रो तलको पार्क हो यो चाहिँ हाम्रो सर्वे गर्ने ठाउँ बबाल छ हाम्रो केटाहरू यहाँ मिरर यहाँदेखि त्यो पोखरा लेखेको सम्ममा चाहिँ के गर्ने अब यहाँबाट पोखरा भ्याली चाहिँ बबाल देखिँदो रहेछ गर्ने यस्तोमा त हो यस्तो गरौँ के त अब हामी यति के उस कभर हुने गरी गरौँ पोखरा भ्याली बबाल देखिँदो रहेछ एकदम कन्फ्युजनमा कोही केही फिल्ड भिजिट गरेर रेकमेन्डेसन के हो कि रेकी के गर्न ला यार आफै गर्न लाउँछ नि यहाँ चाहिँ बरु योभन्दा त राम्रो पोखरा भ्याली देखिन्छ हाम्रो सरहरू गायब भइसक्यो अब त्यही नि सरहरूलाई नराम्रो भन्न खोज्या त होइन है त्यही नि अब हामीलाई चाहिँ पहिला फिल्ड भिजिट गर्न अनि त्यसपछि कहाँ स्टेसन फिक्स गर्ने भनेर चाहिँ आइडिया चाहिँ हामीले चाहिँ अहिले बनाउनु पऱ्यो त्यो अनुसारको प्लान बनाउनु पऱ्यो त्यही भएर हामी चाहिँ अहिले फिल्ड भिजिटको क्रममा छौँ गाइजहरू कोही मान्दैनन् अब के भन्नु ग्रुप परिहाल्यो पुटली माथि चन्द्रमा यस्तो दामी जोडी छ कि यार अब के भन्ने भिडियो बनाउँदै हिँड्ने हो नाइस कपाल वाह बेस्ट अफ लक गाइस अब यस्तो हो हाम्रो त अब के भन्छ दिनै आउँदैन यहाँ चाहिँ राम्रो खालको यस्तो कपाल छ यति चाहिँ हुनुपर्छ गाइजहरू कोही 12 बज्न रहेछ हाम्रो चाहिँ यहाँ चाहिँ के भन्छ अरे स्टेसन सेट गर्नको लागि चाहिँ टेप टानिरह अनि पेक गाडिरह यता गाइजहरू छन् हाम्रो केटाहरू हामी चाहिँ यता हौँ हाम्रो चाहिँ भइसक्यो यहाँ चाहिँ पेक गाडे हौँ यता सब हाम्रो ग्रुपहरू चाहिँ माथि है त गाइजहरू बबाल छ रुखमा लड्के आएको त्यही भएर सरहरू निकाल्न खोजिरहन् खै चापी ओड्के भरे गाइजहरू
आफै देखेको चाहिँ छैन देखिए होइन हजुर तालमा हानिरह तिर चला जस्तो भइरह त्यो हान्ने चाहिँ हाम्रो देवेन्द्र हो कहाँको आज फाइट हान्ने बच्चाहरूलाई ए आऊ 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 कहाँ हो त यिनीहरूलाई त्यहाँ अनि थर्काउनु पर्ने हो त ओइ सर कम्प्लेन हान्नु पर्यो विद्यार्थीलाई तर लुखाल देखाम हाम्रो ग्रुपका नानी बाबुहरू उयो नानीहरूलाई के यार ल छिटो देऊ न यार गर्ल्स पावर हेरेर मन लागिसक्यो मलाई छ कहाँ हो नि 1 2 3 अनि 4 गाडी बाबा 5 हो ल हातमा हुन्छ कि आफैलाई देऊ ग्रुप 5 होइन यो सीधा सीधा देख्न सक्नुहुन्छ गाइस आज हाम्रो ग्रुपको केटी गर्ल्स पावर नछेक न यार हेत तेरिका यस्तो नयाँ कन्टेन्ट बनिरह्यो आफै गाड्छ नि यार अहिले पछि गाडो रिडिङ लिने माथिको त्यो साइडको टुप्पोबाट माथि टपमा अझै टप के त झुन्ड्यो धेरै त लिने होइन हेलो गाइस हामी चाहिँ अब जाँदैछौँ त्यो अब सर्वे क्याम्प सक्यो अब चाहिँ सिक्ने हो यहाँ चाहिँ खेलमथेल छ मान्छेहरू नचिन्ने भएर त्यही हो आजको लागि चाहिँ त्यही हो गाइस लाइक शेयर गरिदिनु होला हामीलाई चाहिँ बबाइ छ है अब त्यस्तै हो आजको लागि चाहिँ बाई बाई गाइस यही अर्को भिडियोमा भेटौँला बाई बाई